ठिक आज आइतबारको दिन हामी दाजु भन्दैछौँ न्यु रोडतिर। यस्तो छ न्यु रोडको हालत अहिलेको। बस्नुपर्छ नि हो, अहिले बेसी जाउँदैन नि त। यो तारहरू ठिकै चाहिँ राम्रो छ। पार्किङ हटाएर लाँदैछ। ठिक गर्नुभएछ। नगरपालिकाले एक्सट्रिमको त्यो बोर्डहरू सब टिपेर ल भरे भराउँछ मान्छेहरू। अब यो त कम हो, शनिबार झन् बेसी हुन्छ। आज त आइतबार भएर ल साथीहरू हामी बसन्तपुर हुँदैछौँ। पुरा ढुङ्गा नयाँ ढुङ्गा बिछाउने काम भइरहेको रहेछ। टुरिज्मको ठाउँहरू पनि हो। मान्छे कति नेपाली धेरै रहेछ, विदेशी हुँदा पनि। पोखरी साइडै जानुपर्ने हजुर। त्यो पुरै यहाँ बसेर आज भाषण लेख्नु के लेखेको छ त? संयुक्त राष्ट्रसङ्घमा सदस्यता प्राप्त गरेको। हामी चाहिँ हनुमान ढोकामा छौँ अहिले। हामी सङ्ग्रहालय घुमेर भाइ घुमेर हिँड्छ, उसलाई घुमाएर बाहिर निस्क्यौँ हामी। कत्रो घन्टा हेरेर माथि मिस्टर दावा चलाइदिउँ हावा। पुरा भाषण फुक्दैछ उता, भ्रष्टाचारी भन्दैछ है नेताहरूलाई।